हेलो गुड मर्निङ सबैजनालाई। आज चाहिँ म भिडियो बनाइरहेको छु। हामी त्यही बाजे र म चाहिँ आज रमात गोलान जान्छ, त्यो भएर चाहिँ मैले चाहिँ रमात गोलान जानुको लागि चाहिँ यहाँ है उयो गरिरहेको छु, लजिस्टिक गरेको छु सानोबडे। आज चाहिँ हाम्रो टुर कस्तो हुन्छ हेर्दै गर्नु होला। यो देख्नु हुँदैछ नि, हामी चाहिँ तेल अभिवबाट ट्रेनमा आएर चाहिँ त्यहाँदेखि हाइफामा आइपुग्यो होइन। यो चाहिँ हाइफाको उयो हो, केबल कार हो। अन्त तपाईँहरूलाई मैले यो पर देखाउँदैछु नि जग्गा, यो चाहिँ क्याना हो, यो चाहिँ ग्यालिलीमा पर्छ होइन। यो चाहिँ परमेश्वरले चाहिँ अब प्रभुले है, परमेश्वरले चाहिँ फर्स्टपल्ट चाहिँ यो जग्गामा चाहिँ मिरेकल गरेको जग्गा हो। पानीलाई चाहिँ वाइनमा परिणत गरेको जग्गा हो होइन। जस्तै अब यो जग्गा चाहिँ अब क्रिस्चियनहरूलाई त यादै छ है, बाइबलमा पढ्नु भएकै छ होइन। जो नन क्रिस्चियनहरू हुनुहुन्छ उहाँलाई चाहिँ अब मैले जानेको अनुसार है, मलाई पनि त्यस्तो याद त थिएन, तर अरूले भनेको सुनेको अनुसार चाहिँ यो जग्गामा चाहिँ प्रभुले चाहिँ फर्स्टमा चाहिँ वेडिङ बिहामा जानुभएको थियो अरे क्या। त्यति बेला चाहिँ त्यहाँ चाहिँ वाइन सक्यो अरे नि त। अन्त सक्दाखेरि चाहिँ फर्स्ट माता मरियमलाई सोधेर चाहिँ अन्त त्यहाँदेखिको चाहिँ प्रभुले चाहिँ वाइन बनाउनु भएको अरे, वाटर वाइन बनाउनु भएको अरे होइन। त्यहाँनिर चाहिँ फर्स्टमा चाहिँ 6वटा स्टोनको जारहरू ल्याउनु लगायो अरे। त्यहाँदेखि त्यहाँ पानी भर्नु लगाउनु भयो अरे होइन। अन्त चाहिँ पानीलाई चाहिँ वाइनमा परिणत गर्नु भयो अरे। जस्तै अब त्यो वेडिङको मान्छे थिए नि, उहाँ चाहिँ आएर चाहिँ फर्स्टमा चाहिँ त्यो वाइन चाख्दाखेरि चाहिँ त्यो मान्छेले चाहिँ प्रभुलाई भन्नुभयो अरे कि मेरो जिन्दगीको सबैभन्दा राम्रो चाहिँ यो वाइन हो भनेर चाहिँ उहाँले भन्नुभयो अरे। यो कस्तो उयो है, अब सुन्दा अचम्म लाग्छ होला। हजारौं सालमा होइन, बाइबलमा लेखेको पनि छ अरे। अब पढेको त छुइनँ, तर अब अरूहरूले भनेको अनुसारमा होइन। यत्तिकै जाँदै थियो है। अब के गर्नु, सबै जग्गा देखाएको गाडीभित्रबाट, तर पनि बाहिरको जग्गाहरू होइन मलाई चाहिँ पुरा गलेको पनि थियो नि त। गलेर अन्तनिर हिँड्दा वक्कै लागेको। अन्त हामी त्यहाँनिर जाँदै थिएँ। मैले चाहिँ त्यो अगाडिको उयसहरू है खिच्नु पर्यो, हेर्नु यस्तो उयो छ भन्दै यहाँनिर देखाउने थियो। पर देखेको चाहिँ तिबेरिया हो भन्दै देखाउनु भएको थियो होइन। यहाँबाट त राम्रो देख्दैन, देखाउनु हुँदै थियो। बात मार्दै जाँदै थियौँ, पुरा गाडीको आवाज पनि आइरहेको थियो, त्यो हुन्छ नि। अन्त त्यही भएर चाहिँ अन्त म चाहिँ यहाँनिर भिडियो बनाउँदै सबै खिच्दै जाँदै थिएँ नि त। मैले सुनेको चाहिँ थिएँ त्यो, अब त्यो जग्गा चाहिँ प्रभुले वाटर वाइन बनाउनु भएको जग्गा भनेर अब देखेँ पनि होइन। एक दिन चाहिँ अब त्यहाँ जानुपर्छ साथीहरूसँग है। यो चाहिँ रोज पाइन हो। हामीले चाहिँ रोज पाइनमा आएर चाहिँ होइन यसो रेस्ट गऱ्यौँ, किनभने यहाँनिर चाहिँ अब यहाँ उत्रेर चाहिँ जुसहरू खाउनै भन्दै भनेर चाहिँ अन्त यहाँनिर यो जग्गामा उत्रिम एकछिन रेस्ट पनि गऱ्यो। अब गाडी पनि बेसी उयो हुन्छ नि त, गाडीहरू पनि अब एकछिन उयो गर्नु पर्यो नि होइन। अन्त अब गाडी चलाउने मान्छेलाई पनि थाक्छ मेन चाहिँ। यत्रो टाढो आएर रोज पाइनमा आएर चाहिँ उत्रियौँ एकछिन। अन्त हामीले चाहिँ पार्किङको जग्गा खोज्दै थियो होइन। अब गाडी उयो गरेपछि चाहिँ फेरि पार्किङ पाउनु साह्रो पर्छ, पार्किङै खोज्दै थियो। यो चाहिँ रोज पाइन हो, सानो छ, तर यहाँ आएर पनि हामीले अर्डर गरेर बाजेले चाहिँ बनाना जुस उयो लिनुभयो। हामीले बाजे र मैले चाहिँ डाइट कोला खाऊँ ल भनेर डाइट कोला दुईजनाले एउटा बोतल किनिकन खायौँ, पियौँ। अन्त चाहिँ हामी फेरि लाग्यौँ गोलान हाइट्सको तरफ है। यही मैले एग्रिकल्चरहरू देखाएको नि, यो पर देखेकोहरू चाहिँ मकै बारीहरू पनि थियो होइन। यो चाहिँ यहाँनिर चाहिँ अब यति साह्रो उयो खेतीबारी थियो नि, यो जग्गामा चाहिँ डल्लै
अब यो चाहिँ हामी चाहिँ गोलान हाइट्स जाँदा चाहिँ यसरी बिचबाट जानु पर्दो रहेछ है भनेर अब एकछिनबाट चाहिँ हामी उकालो चढ्छ नि त, त्यो भएर चाहिँ यो चाहिँ जोर्डन रिभरको त्यो माथिको सानोबाट उयो रहेछ मुनि, त्योबाट चाहिँ उकालो जान्छ। अब चाहिँ हामी उकालो लाग्छ। यो ब्ल्याक स्टोनहरू देख्दैछ नि, मलाई भन्नुहुँदै थियो यो चाहिँ पहिला भोल्क्यानो उयो आएर यस्तो भएको हो, यो चाहिँ सिरियाको जग्गा हो, यहाँ सिरियाको घरहरू हो भन्दै मलाई अब त्यसरी चिनाउनु हुँदै थियो। पहिला उयो यिनीहरू यो चाहिँ सिरियाको हजारौँ साल अगाडिको घर हो भन्दै, घर थियो यहाँनिर भन्नुहुँदै थियो होइन। अन्त त्यसो भन्दै अब हामी उकालोको तर्फ लाग्यौँ। यस्तो छ जग्गा भनेर चाहिँ अब खिचेको नि गोलान हाइट्स जाँदाखेरि चाहिँ है, इच्छा हुन्छ नि त सबैजनालाई अब कस्तो छ होला है त्यहाँबाट जाँदाखेरि जाने भन्दै भनेर। यो हेर्नुहोस् खेतीपातीहरू डल्लै एग्रिकल्चर पुरा नि पुरा त्यो हुँदै अब चाहिँ हामी यसरी उकालो लाग्यौँ। अब यो उकालो जाँदै 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 है हामी चाहिँ अब गोलान हाइट्सको तर्फ लाग्यो होइन। अब गोलान हाइट्सको चाहिँ जस्तै हिब्रूमा चाहिँ यसलाई चाहिँ रमथा गोलान भनेर चाहिँ चिनिँदो रहेछ। यो चाहिँ नर्दर्न इजरायलमा पर्छ होइन। यो चाहिँ एकदम सुन्दर, अब नर्दर्न इजरायलको चाहिँ एकदम सुन्दर जग्गा, ब्युटिफुल प्लेस है। यो जग्गा चाहिँ एकदम दामी अब हुनु पनि राम्रो। अब बाटोतिर हिँड्दाखेरि पनि टाढो भए पनि है हरियाली, अब मजाले हेर्दै डाँडा काँडा होइन। जस्तै अब हामी पहाडमा बस्ने मान्छेहरूलाई चाहिँ अब डाँडा काँडा पनि मनपर्छ नि त। अन्त यो चाहिँ अब पहिला चाहिँ सिरियाको थिएछ होइन। 1967 को जो 6 डेको वरमा चाहिँ अन्त इजरायलले चाहिँ यो जितेर चाहिँ आफ्नो कब्जामा लिएको रहेछ होइन यो जग्गामा चाहिँ। अन्त अब यहाँ चाहिँ कुनै पनि चिज आर्टिफिसियल छैन, एकदम प्राकृतिक सुन्दर है, हाम्रो जस्तै दार्जिलिङ कालिम्पोङ सिक्किमहरू जस्तो होइन। अन्त यो चाहिँ यहाँ चाहिँ अब मान्छेहरू चाहिँ ट्रेकिङमा पनि जाँदो रहेछ होइन यो गोलान हाइट्समा चाहिँ। अन्त उयसमा ट्रेकिङमा पनि जाँदो रहेछ। अन्त विन्टरको सिजनमा चाहिँ यो सब उयसमा चाहिँ हिउँ पर्दो रहेछ क्या। गोलान हाइट्स माथि माथि चाहिँ हिउँ डल्लै यसरी डाँडाभरि हिउँ पर्दो रहेछ। त्यो भएर चाहिँ अब विन्टरको सिजनमा चाहिँ मान्छेहरू है स्नो उयोमा पनि जाँदो रहेछ, अब त्यही स्नो खेल्नुको लागि गर्नुको लागि होइन। अन्त राम्रो जग्गा, अब तपाईँहरू पनि आएर अब हेर्नु सक्नुहुन्छ। अब मैले जति उयो गरेको छु होइन खिचेको छ। अब यो चाहिँ बाटोमा पनि म खिच्नु पर्यो, बाटोमा जाँदाखेरि पनि यस्तो छ है भन्दै अब उकालो माथिबाट पनि गाडी आइरहेको छ है स्पिडसितले। अन्त मैले चाहिँ बाजेलाई भन्दै पनि थिएँ कि अब तपाईँले चाहिँ हाम्रो जग्गामा पनि गाडी चलाउनु सक्नु हुँदो रहेछ, कस्तो उयो भन्दै थिएँ होइन। उकालो हो नि त यो बाटो त, माथिबाट फेरि मान्छे गाडीहरू पनि कस्तो सोही आएको होइन। अब के हुन्छ भन्दा भन्यो भने चाहिँ अब यतातिरको अब यस्तो जग्गाहरू छैन, यो बिच कतिसम्म घरहरू उयो छैन त्यहाँदेखिको अब यो। तर यहाँ चाहिँ के एउटा राम्रो भने चाहिँ बाटो चाहिँ एकदम दामी क्या। यस्तो टाढो जाने उयसमा पनि बाटो एकदम पेस मजाले जानु सक्ने राम्रो अब राम्रो उयो नि राम्रोसितले बनाएको हुनाले उयो नि। हेर्नुहोस् बिचमा त यो बस स्टेसनहरू पनि देख्नु हुँदैछ होला होइन। त्यहाँदेखि चाहिँ हामी चाहिँ त्यसो भन्दै मैले यस्तो छै भन्दै देखाउँदै खिच्दै थियो। टाढो जानुपर्छ नि। यो फ्यान चाहिँ ठुल्ठुलो त्यस्तो फ्यान उयो रहेछ कि मलाई चाहिँ भन्नुहुँदै थियो यो फ्यानको मुनि बसेछ भने त्यो इन्डिया पुग्छ, तँलाई त उडाउँछ होला भन्दै थियो। जिस्किने उयो जिस्काउनु हुँदै थियो। अन्त हेर्नुहोस् यो चाहिँ सबै चेरीको बोर्ड है, चेरी पुरा फलिरहेको थियो यो टाइममा चाहिँ। चेरी बाटोमा होइन पुरा चेरी फलिरहेको थियो। यो चाहिँ अब तपाईँहरूले यहाँदेखिको देख्नु हुँदैछ होइन। यहाँ चाहिँ तपाईँहरूले गोलान हाइट्स मार्केट आइपुग्यौँ अब हामी चाहिँ होइन। यसमा चाहिँ अब यति साह्रो उयो यो जग्गामा चाहिँ होटेल रहेछ होइन। तपाईँहरू आएर चाहिँ होटेलमा बस्नु सक्नुहुन्छ। यहाँनिर चाहिँ अब यहाँदेखिकै स्टार्ट हुन्छ होटेल। यो चाहिँ अब हामी गोलान हाइट्सको गोलान हाइट्स स्टार्ट भयो यो जग्गादेखिको चाहिँ। अब हामी जाँदै त्यहाँदेखि हाम्रो होटेल चाहिँ निकै माथि छ है, त्यो भएर म लाँदैछु नि।
म सँगसँगै हेर्नुहोस् है, म जानु उयो गर्नुहोस् है तपाईँहरूले पनि ल। यो चाहिँ अब यहाँदेखिको उयो गऱ्यो गोलाइन हाइट्स पऱ्यो, हामी उकालै अझै टाढो छ, अझै माथि छ हामी बस्ने जग्गा त। यहाँ सबै कुरो रहेछ, सबै कुरो। होटल त पुरा छ यहाँनिर, यो किनभने टुरिज्म प्लेसै भएकोले गर्दाखेरि चाहिँ है मान्छेहरू पुरा आउँछ। यो चाहिँ पर्छ नर्दर्न इजरायलको सिरिया बोर्डरमा पर्छ है यो गोलाइन हाइट्स चाहिँ। मैले सबै उयो गर्दै थिएँ, यहाँ हेर्नु न खिच्दै थिएँ होइन। यो सब फ्रुट्सहरूको उयो ठुल्ठुलो उयोहरू पनि रहेछ, के भन्छ त्यस्तो फ्रुट्सहरूको अब जस्तै कसले उयो गर्ने जग्गालाई त के भन्छ त्यो, सबै यो चेरीहरू लगाएको उयसहरू रहेछ, चेरीहरूको प्लान्ट पुरा। चेरी चाहिँ यो सिजन चाहिँ चेरी पुरा थियो, चेरी अन्त मिसमिस भन्छ, यो चिल्ले आरुचा हुन्छ नि त्योहरू चाहिँ पुरा थियो यो सिजनमा चाहिँ। यी सबै गोलाइन मैले चाहिँ यो उयो देखेको डाँडा काँडाहरू खिचेको, यतापट्टि यस्तो छ है यसरी बसेको। यहाँनिर चाहिँ यो सिजनमा चाहिँ अहिले चाहिँ गरम महिनाको सिजनमा पुरै गरम हुने रहेछ, जाडोको महिनाको सिजनमा त हिउँ पर्छ, जाडै हुन्छ होइन, विन्टरको सिजनमा त त्यस्तो रहेछ। यो जग्गा चाहिँ एकदम राम्रो। चाहिँ अब हाम्रो होटल चाहिँ माथि हो नि त, त्यो भएर हेर्नु फुलहरू सब। यो सब होटलहरू हो। यहाँ आएर है हेर्नुहोस् न सबै कस्तो राम्रो नि। योमा है अझै उकालो जाँदै थिएँ, मैले चाहिँ यस्तो छ है भनेर देखाएको नि, उकालै चढ्नु पर्ने क्या। हामी चाहिँ निकै माथि बसेको थियौँ नि त। हिउँ पर्दा त राम्रो देख्थ्यो होला यो माथि डाँडातिर सबै। अब अहिले चाहिँ है यहाँनिर चाहिँ हिब्रू पनि बोल्दो रहेछ, अन्त प्रायः चाहिँ अरबिक ल्याङ्ग्वेज बोल्दो रहेछ मान्छेहरू, इङ्ग्लिस पनि बोल्छ है। यहाँ हेर्नु नि, मैले यो उकालो अब यस्तो उकालो चढ्नुपर्छ नि, यो उकालोमा पनि पर त्यो नानीहरू चाहिँ अब यो इलेक्ट्रिक साइकलमा क्या, अन्त त्यसमा चाहिँ दुईजना पछाडि उयो गर्दै मैले चाहिँ भिडियो बनाउँदै थिएँ। यस्तो उकालोमा पनि उनीहरू दुईजना चाहिँ यसरी हिँडेको उयो गरेको होइन, बाजेले चाहिँ बिस्तारै बिस्तारै भन्दै थियो हो। अन्त यहाँबाट चाहिँ अब हामी चाहिँ योबाट चाहिँ यसरी यो माथि उकालो पनि जाने जग्गा छ, तर अब हामी चाहिँ योबाट चाहिँ लेफ्ट साइडमा जानुपर्छ नि त। लेफ्ट साइडमा जानुको लागि लेफ्ट साइडदेखिको पनि अझै लेफ्ट साइड गयो, यसरी यो उकालो चाहिँ जानुपर्छ। हेर्नुहोस् त यस्तो उकालो जानुपर्छ। माथिबाट पनि फेरि सुई गाडी आउँदै थियो नि त कि, अन्त
यस्तो उयो लागेको नि। अब हाम्रो उताको जग्गा त यस्तै छ, तर पनि अब हुन्छ नि यहाँनिर चाहिँ यस्तो डर लागेको। हेर्नु न अन्त यसरी सुइङ सुइङ गाडी आउँछ। उताको जस्तो अब एकछिन पर्खिनु पर्ने कसै कसै जग्गामा चाहिँ, किनभने दुईटा गाडी है क्रस हुनु उयो हुन्छ नि त। ए यस्तो छ अन्त, तर पनि यस्तो उयसमा पनि गाडीहरू पार्किङ गरिरहेको छ साइडमा। अझै कति टाढो नि, कति माथि नि। यसरी उकालो हिँड्दै हिँड्दै उयो हिँड्दै परे यसरी उकालो गाडीमा चाहिँ हामी जाँदै थिएँ होइन। अब चाहिँ हाम्रो यहाँनिर अब हामी बस्ने जग्गा आइपुग्नु आँट्यो, होटेल आइपुग्नु आँट्यो। यहाँ हेर्नुहोस् त, योबाट पनि भ्यू कस्तो राम्रो देखेको भन्दै थिएँ मैले। यहाँ हेर्नुहोस् न, यसरी हिँड्दै हिँड्दै उयो गर्दै हिँड्दै भन्दो रहेछ। बाटोको छेउछेउमा पनि हेर्नु न गाडीहरू राखेको होइन, हाम्रो उताको जस्तै जग्गा। अनि चाहिँ हाम्रो अब होटेल आइपुग्नु आँटे। मजा आयो गोलान हाट्स चाहिँ। अब यसरी भिडियोमा देखाउँदा भन्दा चाहिँ त्यहीँनिर गएर है हेर्नुभयो भने चाहिँ तपाईँलाई झन् बेसी मनपर्छ। कति माथि नि, कति माथि। अझै हामी जाँदैछ होइन, तर अब चाहिँ होटल आइपुग्नु आँट्यो हाम्रो। यस्तोमा कि तलबाट देखिरहेको थियो नि है, यो माथिको जग्गा माथितिर, त्यहीँनिर आइपुग्यौँ ऊ तलबाट। हाइट्समा नै आइपुग्यौँ नि त हामी चाहिँ। आयो दामी नि दामी। यहाँ हेर्नु न, घरको यसतिर पनि फुलहरू लगाएको होइन। यहाँ जहाँ पनि बस्नु सक्नुहुन्छ, यो पनि यो सबै उयसहरू नै हो है, होटेलहरू नै हो है। तपाईँहरूले आएर बस्नु सक्नुहुन्छ यहाँभरि। सबै यो घरहरू हुन्छ नि। हाम्रो चार्ज चाहिँ माथि गर्नुभएको छ नि त। हेर्नु न, बाटो नै यस्तो छ अन्त उकालो, ऊ माथिबाट गाडीहरू पनि आउँदैछ होइन। अब यही माथि घर देख्नुहुँदैछ नि फुलहरू भएको, त्यो चाहिँ हो हाम्रो होटेल। यही हो, यो चाहिँ अब हामी आएर त्यो गोल्डन हाइट्समा चाहिँ उयसमा रेस्टुरेन्ट हो। यो चाहिँ फर्स्ट इन्ट्रेस्ट है, यस्तो छ भन्दै मैले भिडियो बनाउँदै थिएँ। यो भित्र चाहिँ यस्तो छ, पुरा गीत बजाइरहेको थियो नि त यो भित्र चाहिँ। अलिकति हामी छिटो गएछौँ, त्यति बेला चाहिँ कोही मान्छे थिएन, भरै चाहिँ मान्छे है आउँदै थियो। हामी निकै अलिक छिटो गएछ नि त। यहाँ अहिले चाहिँ खुल्ला थियो सबै, अन्त चाहिँ मैले भिडियो बनाएको। हेर्नु न, यस्तो अर्डरहरू गरेको थियो है, खानाहरू यस्तो थियो। अन्त चाहिँ बाजेहरूलाई चाहिँ तपाईँहरू खानुहोस् है ल, म चाहिँ बाहिर शीतल भयो, म बाहिर जान्छु भनेर चाहिँ बाहिर निस्किएँ म चाहिँ होइन। तपाईँहरूलाई यहाँ म एउटा कुरा देखाउँछु ल।
यो चाहिँ दारिमको बोट हो, यो फुलेको देखेको चाहिँ रातो रातो चाहिँ दारिमको बोट। यहाँ पर तपाईहरुले राम्रो देख्नु भएको छैन, यो फुल चाहिँ अब उति साह्रो राम्रो देखेको नि म यही फुल भएको छेउमा जाँदै थिएँ हैन। सबै हेर्नु यो डाँडा डाँडामा चाहिँ सब हिउँ पर्छ अरे। मैले तपाईहरुलाई भन्दै थिएँ नि एउटा कुरा देखाउँछु भनेर, त्यो चाहिँ अब यहाँ हेर्नुहोस् ल, मेरो लाइफको फर्स्ट यो चाहिँ हो सब एप्पलको यो रहेछ, बगानै रहेछ। यो चाहिँ एप्पल फलेको छ, अहिले चाहिँ एप्पल एकदम सानो छ है। अन्त यो चाहिँ दुई प्रकारको एप्पल रहेछ, ग्रीन पनि रहेछ, अर्को यो यस पनि रेड, उयो अर्को खालको एप्पल पनि रहेछ, यो रेड खालके भन्नु त्यो एप्पल पनि रहेछ यहाँनिर। मैले मेरो जिन्दगीको फर्स्ट टाइम देखेको यो एप्पल भन्दै उयो गर्दै थिएँ। सब किसिम चाहिँ कस्तो ठुलो बगान नि एप्पलको। हेर्नुहोस् त यो भित्र डल्लै है, यो डल्लै भित्र डल्लै एप्पल हो। यो चाहिँ यतापट्टिको चाहिँ ग्रीन एप्पल हो यिनीहरू चाहिँ। अन्त होटलको यस्तो छ भनेर मैले भिडियो बनाउँदै थिएँ है। हेर्नु यही डाँडा नै एक करो यो गर्दैछु। अब चाहिँ हामी त्यो होटलमा आएर म रुम पो देखाउनु पर्यो भनेर यो चाहिँ हाम्रो गाडी हो। त्यहाँदेखिको यो भित्र यस्तो छ भन्दै थियो। यहाँ चाहिँ सानो किचन हैन, यहाँनिर बेड बा, अन्त त्यहाँदेखिको यो वासरुम, यहाँ मेरो बेड, यहाँ चाहिँ वासरुम बाथटब यस्तो यहाँनिर। यो चाहिँ मेरो बेड हो भन्दै थिएँ। हाम्रो दुईटा अझै अर्को रुम पनि थियो, त्यो चाहिँ पछाडिपट्टि एउटा थियो, त्योमा चाहिँ गइन भिडियो बनाउनु। यहीँ भिडियोबाट पुरा गलेको थियो नि त, ढल्केको सुतेको हुन्छ। नेक्स्ट भिडियोमा है यो भिडियो कन्टिन्यू गर्दैछु, हेर्नु होला पार्ट 2।